सबैजनालाई। हिजो चाहिँ म र भाइ उता घर गएको थियौँ नि त, अनि आज चाहिँ मौलो जाँदै गरेको। मौलोबाट नि चाँडै फर्क्यौँ। फर्किँदा चाहिँ देमालीमा हाम्रो सुँगुरको चारो बसाइसक्नु भएको थियो। अनि अलिअलि कोइलाहरू निस्केको थियो, अनि मैले पनि बाहिर निकालिदिएँ यो कोइलाहरूलाई। अनि भाइले पनि बारीबाट साग टिपेर ल्याइसकेको थियो। यो चाहिँ हाम्रो देमाको सुँगुर हो नि त, अनि एउटा मात्र यसले चाहिँ बच्चा जन्माएको छ। अनि यो भाइले पनि यता सब्जी पकाउन थाल्यो। उता अघिको सागलाई पनि धोइ पखाली गरेर आलुसँग मिसाएर मैले पकाएँ। अनि घरको सबै कामहरू सकेर चाहिँ हामी चाहिँ बाख्राको गोठतिर गयौँ। जाने बित्तिकै भाइले चाहिँ बाख्राहरूलाई कुरो दियो। अनि कुरो दिइसकेर बाहिर देमाले चाहिँ यता यो जुन गोठ छ, अनि गोठको अगाडि चाहिँ पाल लाउने भनेर मर्मत गर्दै हुनुहुन्छ। अनि भाइले मलहरू निकाल्न थाल्यो। मैले पनि अनि यता अलिअलि दाउराहरू चाहिँ टुक्राउन थालेँ। सबैले के एउटा काम गर्नु पर्यो नि त। अनि भाइ चाहिँ मल निकाल्दै थियो, देमा चाहिँ उता घाँस ल्याउनु जानुभयो। अनि मैले पनि यो दाउराहरू टुक्राएँ। धेरै त थिएन दाउराहरू, यति मात्र भएको थियो दाउराहरू। अनि देमाले पनि भर्खर घाँस लिएर आइसक्नु भएको थियो। अनि हामी फेरि तल बारीतिर गयौँ। अनि बारी गएर यसको डाँठहरू चाहिँ सबै यसरी बचाइदिउँ नि त हामीले। यसको डाँठहरू बचाएपछि चाहिँ यस्तो देखिएको थियो हाम्रो बारी। मटरहरू चाहिँ सबै पाकिसकेको थियो। अनि देमाले मटर उखालेर यसरी मुठा पार्दै बाँध्नुपर्छ भने सिकाउनु भयो। अनि बाहिर मैले पनि अलिअलि मटरहरू उखालेर यसरी बाँध्यौँ। अनि जुन अस्ति यो झाक्रा लगाएको थियौँ, अनि त्यो पनि डालेर राख्यौँ। अनि जम्मा जम्मी चाहिँ यति भएको थियो मटरहरू। अनि माथि गएर दाउराको भारीहरू देमाले लगाइदिनु भयो। अनि दाउराको भारीहरू लगाइसकेर चाहिँ मैले दाउरा बोकेर चाहिँ माथि गएँ। अनि भाइ पनि मटरको भारी बोकेर आउँदै थियो। अनि देमाले पनि अरू सामान लिएर आउनुभयो। अनि हामी चाहिँ घर पुगेर हाँसी मजाक गर्दै जम्मा जम्मी यो सुकेको मटरहरू यति भएको थियो। अनि काँचो मटर चाहिँ यति मात्र भएको थियो। अनि मटरको त्यो झिक्राहरूलाई पनि मैले एक टोकरीमा पारेँ। यो चाहिँ बाख्राले खान्छ नि त। अनि हामीले पनि खाजा खायौँ। खाजाहरू खाइसकेपछि चाहिँ भाइले पनि बाइक निकाल्यो। अनि बाइक निकालेर हामी पनि फेरि फिल्मतिर फर्क्यौँ। आजलाई चाहिँ यति नै।